मेरो प्रिय मित्रहरू, ख्रीष्टय बादन, जय मसीह। आज तपाईँ र मलाई चाहिने एउटा शक्तिशाली वचन यहोशू 1:9 के लेखिएको छ भनेर तपाईँहरूको अगाडि म प्रश्न बनाउन चाहन्छु। यहाँनिर यहोशू 1:9 यस्तो लेखिएको छ, यहाँनिर परमेश्वरले यहोशूलाई सान्त्वना दिँदै गरेको अनि उसको विश्वासमा साहस गर्नको लागि दिँदै गरेको सल्लाह यहाँनिर हामी पाउँदछौँ। यहाँनिर लेखिएको छ, के मैले तिमीलाई आज्ञा दिएको छैन? बलियो र साहसी हो, नडराऊ, निराश नहो, किनकि तिमी जहाँ जहाँ जान्छौ त्यहाँ तिम्रो परमेश्वर यहोवा तिमीसँग हुनुहुन्छ भनेर यहोशूलाई परमेश्वरले भन्नुहुँदैछ। किनभनेदेखि जुन मोसाले इजरायलीहरूलाई नेतृत्व गरेर त्यहाँ ल्याएको थियो, तर अब 40 वर्षपछि मोसाको मृत्यु भइसकेको छ। अब बाँकी नेतृत्व चाहिँ यहोशूले गर्नुपर्ने अवस्था त्यहाँ आएको छ। अनि उसलाई एउटा मोटिभेसनको कुरा भन्नुहुँदैछ कि तैँले डराउनु पर्दैन, तेरो अगाडि म खडा छु, म परमेश्वर हुँ, निराश पनि हुनु पर्दैन, किनभने त जहाँ जहाँ जान्छस् म त्यहाँ हुनेछु भनेर परमेश्वरले यहोशूलाई भन्नुहुन्छ। इजरायलीहरू प्रतिज्ञाको देशमा प्रवेश गर्न लाग्दै गर्दाखेरि एउटा ठुलो जिम्मेवारी र डरको समयमा थियो। त्यसैले गर्दाखेरि यहोशूलाई मैले अब नेतृत्व गर्न सक्छु कि सक्दिनँ भन्ने उसलाई डर थियो। अनि परमेश्वरले उहाँलाई, यहोशूलाई यो साहस दिनुहुन्छ। अनि परमेश्वरले यहोशूलाई सम्झाउनुहुन्छ कि डर होइन, साहस गर, अनि निराश होइन, परमेश्वरमा विश्वास गर, त तेरो साथमा परमेश्वर हुनुहुनेछ अनि परमेश्वरले के गर्नुपर्ने त्यो तँलाई सिकाउनुहुनेछ भनेर परमेश्वरले यहोशूलाई सारा बाँकी भएको इजरायलीहरूको प्रतिज्ञाको देशमा डोर्याउनका लागि नेतृत्व दिनुहुँदैछ। मेरो प्रिय मित्रहरू, आज तपाईँ र मैले पनि यो संसारमा परमेश्वरले नेतृत्व दिनुभएको छ, मण्डलीहरूमा नेतृत्व दिनुभएको छ। अनि त्यो कतिपय समयमा हामीलाई यस्तो लाग्छ कि हाम्रो विभिन्न प्रकारका समस्याहरूले थिचिराखेको बेलामा ठुलो भारहरू जस्तो लाग्दछ। अनि कति समयमा आफ्नै मण्डलीका परिवारहरूबाट पनि हामीले धेरै प्रकारका निराशाहरू पाउँछौँ। कतिपय समयमा हाम्रै कमी कमजोरीको कारणले पनि हामी निराशामा पर्छौँ। तर पनि परमेश्वरले भन्नुहुन्छ, जसरी यहोशूलाई साहस दिनुहुँदै थियो, किनभने यहोशूसँग परमेश्वर हुनुहुन्थ्यो। आज तपाईँ र मेरो साथमा परमेश्वर हुनुहुन्छ। तपाईँले यदि परमेश्वरको इच्छा अनुसारको काम गर्नुहुँदैछ भनेदेखि, परमेश्वरको वचन अनुसार जिउनु हुँदैछ भनेदेखि, परमेश्वरसँग तपाईँले सोध्नु हुँदैछ भनेदेखि, उहाँसँगको रिलेसनसिप सम्बन्धहरू तपाईँले चाहिँ फ्रेस राख्नु हुँदैछ भनेदेखि तपाईँसँग परमेश्वर हुनुहुन्छ। तपाईँको जिम्मेवारीहरू आज निभाउनका लागि, परमेश्वरको इच्छा अनुसारको कामहरू गर्नका लागि तपाईँलाई परमेश्वरले सहायता गर्नुहुनेछ। त्यही कारणले गर्दा आज निराश हुने समय होइन, तपाईँ र मैले परमेश्वरको काम गर्नुपर्नेछ। अनि हाम्रो आफ्नै पारिवारिक जिम्मेवारीहरू पनि छ गर्दाखेरि मेरो प्रिय दाजुभाइ दिदीबहिनीहरू, विशेष गरेर मण्डलीमा जिम्मेवारी लिनुभएका ब्रदर्स सिस्टर्स, तपाईँहरूलाई परमेश्वरले जसरी यहोशूलाई साहस दिनुभएको थियो, जसरी एक प्रकारको प्रण गर्नुभएको थियो, तँसँग म हुनेछु भनेर भन्नुभएको थियो, आज तपाईँ र म पनि त्यो पोजिसनमा परमेश्वर सँगसँगै हुन जरुरी छ। किनभने परमेश्वरले उहाँको काम गर्नको लागि हामीलाई जिम्मेवारी दिनुभएको छ। आज विभिन्न प्रकारका मण्डलीका जिम्मेवारीदेखि लिएर समस्याहरूलाई फेस गर्नु पर्दाखेरि निराश नहुनुहोस्, तर परमेश्वरलाई विश्वास गर्नुहोस् र लगातार परमेश्वरको काम गर्नमा अगाडि बढ्नुहोस्। गड ब्लेस यु।
जय मसीह।